अहिले यो गरिमा नानीको केसले चाहिँ हामी सबैलाई एकदमै इफेक्ट गरेको छ क्या, इन्क्लुडिङ मी। मलाई भन्न त मन थिएन, तर केटी भएर यो सोसाइटीमा सर्भाइभ गर्न कति गाह्रो छ भन्ने कुरा चाहिँ हामीले जति नर्मलाइज गरेको छौँ नि त्यति नै डरलाग्दो छ के। प्याट्रियार्की भनेको सधैँ ठुलो हिंसा मात्र होइन क्या। मैले मेरै वरिपरिको मान्छे, मेरै क्लासमेटले त्यो केटीको ब्रेस्ट साइज त कस्तो बढेछ, यसको बोयफ्रेन्डले त क्या मजा लिँदै होला भनेर हाँस्दै भनेको सुनेको छु क्या। त्यो सुन्दा मलाई यति घिन लाग्छ नि, यति घिन लाग्छ। कस्तो सोच होला के भनेर। अनि त्यही मान्छेले एकछिनमा कोही अब्युज भएको सुन्नु भने ओ माई गड त्यो पापीलाई यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भनेर आउटरेज गरिरहेको हुन्छ के। त्यतिखेर मलाई के लाग्छ भने यिनीहरूले यो कुराहरू गलत हो भनेर चिन्न नसकेको त होइन, तर आफ्नै व्यवहार पनि त्यही सोचको एउटा हिस्सा हो भनेर चाहिँ रियलाइज नै नगरेको हो कि के हो क्या। त्यही भएर एजुकेसन र अवेरनेस एउटै हो भनेर चाहिँ भन्न सकिँदैन। हामीले अरूको गल्तीमा आउटरेज गर्नु अघि आफ्नै जोक र बिहेभियरले चाहिँ महिलालाई कसरी अब्जेक्टिफाई गरिरहेको छ त्यो पनि हेर्नु पर्यो क्या। तर यो मुभी त होइन, मुभीमा त अन्त्यमा ओहो मैले गल्ती गरेछु भनेर रियलाइज गर्ने गर्छन् होइन, तर रियालिटीमा त्यस्तो हुँदैन रहेछ क्या। हामी मोडर्न भयो त भन्छौँ, तर आफ्नो सोचभित्रको प्याट्रियार्की चाहिँ कहिले चिन्न सक्ने होला नि।